ओहाइगो जाइमास नमस्कार। अनि आज माता औँसी है। माता औँसी भन्दाखेरि चाहिँ अब सबैले हामीले आमालाई पुज्ने दिन हैन त। खासमा चाहिँ माता औँसी कसरी भनेर चाहिँ मनाउँदै रहेछ भन्ने कुरा चाहिँ यसो बुझ्दाखेरि चाहिँ पहिला नेपालको काठमाडौँमा त्यो एउटा सानो ठाउँमा चाहिँ त्यो गोठालाहरू हुँदो रहेछ अरे क्या। अनि गोठालाहरूले चाहिँ थियो अरे। अनि त्यो गोठालाको आमा नहुनेको गोठालेले रोटी फाल्दाखेरि चाहिँ रोटी हरायो अरे के। अनि त्यो दिन चाहिँ औँसी थियो अरे क्या। अनि त्यो दिनदेखि चाहिँ भने सबैले चाहिँ आमा नहुँदा त्यस्तो हुँदाखेरि भएपछि अनि सबैले त्यो सम्झनाको त्यो तीर्थकालाई सम्झेर चाहिँ हामीले चाहिँ अनि माता औँसी भनेर मनाउँदै रहेछ क्या। अनि त्यही भएर चाहिँ मलाई के लाग्यो भन्दाखेरि चाहिँ आमाको अर्थ चाहिँ एकचोटि कसले बुझ्छ भन्दाखेरि जोसँग आमा हुन्न नि, जसको आमा छैन नि, त्यसले धेरै चिज बुझ्दो रहेछ कि। अनि आमा भने चाहिँ यति ठुलो यति हो, यो हो कि पवित्र हो कि यो खोजेर यो जति नै गरे पनि यसलाई हामी মানে पुऱ्याउन सकिँदैन रहेछ क्या। किन भन्दाखेरि नि मैले देखेँ कि मेरो आज मैले लगभग 10-15 वर्ष अगाडि हाम्रो एकजना मामा हुनुहुन्थ्यो है। त्यो मामा हस्पिटलमा हुँदाखेरि चाहिँ सेलेन लाउनु भएको थियो। त्यो सेलेन लाउने बेला लगभग त्यो मामाको उमेरै लगभग 75 इयर्सको हुनुहुन्थ्यो। 75 समथिङ को हुनुहुन्थ्यो। त्यस बेला पनि त्यो मामाले माइजू नजिक हुनुहुन्थ्यो है। म पनि त्यही थिएँ। अनि त्यो मामाले सेलेन लाउँदै पनि गरेर के पनि भन्नु, खालि आमा आमा भन्नुभएको थियो कि। अनि त्यहाँदेखि चाहिँ मलाई लाग्यो कि जुन मामा त्यति वर्ष पुगेपछि पनि नि, त्यत्रो 75 वर्ष पुगिसके पनि आफ्नो नाता नातिनी सबै देखेपछि पनि त्यस बेला पनि मर्नेको भनौँ न, मर्ने अवस्था भनौँ न त्यो होइन, त्यो अवस्थामा पनि आमालाई सम्झिनु भयो कि। बुझ्नु भयो नि, आमालाई सम्झिनु भयो कि। अनि त्यहाँदेखि चाहिँ मैले पनि लाग्यो कि आमा भनेलाई चाहिँ हामीले यो सानोदेखि होइन ठुलो नमरुन्जेलसम्म हामीले आमाको शब्द चाहिँ कहिले बिर्सिँदैन कि। जन्मेपछि हामी अब हेर्नु कतै कहीँ जाँदा पनि कतै ठकिँदा पनि हामीले के आउँछ आउँदाखेरि आमा भनिन्छ कि। बाउको नामै आउँदैन, हुनु त बाउ पनि हो नि त होइन। आमा र बाउ भएर त हामी आएको हो नि त है, होइन र। र पनि हामीले के भन्छ सबैभन्दा नाम आउँछ पवित्र के आउँछ, आमा हुन्छ। त त्यही भएर आजको दिन सबैले के गर्छ, आमालाई सम्झिन्छ होइन। आमालाई लगेर हामीले मिठो मिठो चिज खुवाएर मिठो मिठो चिज दिएर हामी के हुन्छ आमासँग आशीर्वाद हुन्छ। आमाको आशीर्वाद हामीसँग सधैँ हुन्छ, सधैँ रहन्छ, नरहने कुरा पनि सधैँ रहन्छ, सबैलाई भइरहेको हुन्छ। आमाको आशीर्वाद भएर त हामी आज यहाँ छौँ, हामी आमा बाउको आशीर्वादले होइन। त त्यही के हुन्छ, आज हामी विदेशमा छु, आज म विदेशमा छु भएर हामी हुनु त पर्ने घरमा भएर आमालाई चाहिँ ढक्नुपर्दा पानी राम्रो हुन्थ्यो। त नढक्दा पनि छोरा त म छोरा नै हो नि त, सबैको त्यही त हो नि होइन र। मेरो मात्रै सबैको आमाको सबै। त त्यही भएर सबैले आफ्नो आमालाई धेरै धेरै माया दिनुहोस्, माया गर्नुहोस्, कहिले पनि नदुःख दिनुहोस्। सुख हुँदा दुःख हुँदा हामीले सम्झिने भनेको आमालाई नै हो कि। चाहे म जति ठुलो भए पनि, चाहे म जहाँ भए पनि, जे भए पनि आमालाई नै सम्झिने हो कि। त त्यही भएर फेरि पनि सबैलाई माता औँसीको शुभकामना। आज हामी विदेशमा छु र आमालाई गएर ढकाउनु पाएको छैन, र पनि म यो भिडियोको मार्फत मैले आमालाई पनि सम्झिरहेको छु, माता औँसी भनेर है। सधैँ सम्झिरहेको हुन्छु, गरिरहेको हुन्छु, जहिले पनि मिस गरिरहेको हुन्छु। हिजो पनि सम्झिरहेको थिएँ मैले। त्यही हो, त्यही भएर माता औँसी चाहिँ हामीले यसरी गरेर मनाइन्छ होइन। खास गरी छोरीचेलीहरूले चाहिँ अब कोही बिहा भएर जान्छ, त्यस बेला चाहिँ एक दिन हुन्छ जब चान्स पाइन्छ गएर माइती फर्किने दिन, त्यो भनेको माता औँसी है। फेरि पनि सबैलाई नमस्कार छ, सबैलाई शुभकामना छ माता देवी औँसीको है। ह्याप्पी मदर्स डे।